आज चाहिँ अनि बाहिर पनि पानी परिरहेको छ। चिसो मौसम छ। अनि मैले आज चाहिँ बाबुहरूको लागि थुक्पा खाजा बनाउन गइरहेको छु। हजुरहरूले पनि यो रेसिपी पुरा हेरेर अनि साथ दिनुहोला। सुरुमा चाहिँ मैले थुक्पा उमाल्नको लागि यहाँ पानी बसालेको छु। अनि त्यसमा चाहिँ मैले थोरै तेल अनि स्वादअनुसार नुन अनि अलिकति बेसार हालेर अलिकति पानी तात्न दिइरहेको छु र त्यसमा थुक्पालाई चाहिँ उमाल्न गइरहेको छु। यो बिस्तारै उम्लिँदैछ। अनि मैले चाहिँ थुक्पा बनाउन लागि अर्कै खालको चाउमिन परेको हुनाले अलिकति मलाई चाहिँ गाह्रो भयो उमाल्नको लागि। र यसमा चाहिँ अब मैले सुपको लागि तयारी गर्दैछु। अनि सुपमा चाहिँ अनि भेजिटेबलहरू विभिन्न हाल्नु पर्दछ। अनि मैले भेजिटेबलहरू हाल्नको लागि अनि तयारी गर्दैछु। थुक्पाको भेजिटेबलको लागि चाहिँ मैले सुरुमा प्याज अनि हरियो प्याज अनि धनियाँ यो चाहिँ काटेको अदुवा लसुन हो। अनि त्यसपछि 3टा गोलभेडा काटेर राखेको छु। अनि त्यसको लागि मैले अलिकति मटर कोसा अनि गाजरलाई सानो गरेर काटेर राखेको छु। र मैले सुरुमा चाहिँ अनि कराई बसालेको छु र त्यसमा थोरै तेल राखेको छु। यो तेललाई अनि एकछिन तात्न दिनुपर्छ। तेल तातिसकेपछि मैले यसमा थोरै जिरा अनि त्यसपछि अदुवा लसुन हालेर फुराएको छु। र त्यो सँगसँगै मैले अनि प्याज पनि राखेको छु र प्याजलाई एकछिन चलाउने छु र रातो भइसकेपछि यसमा चाहिँ मैले अनि मटर कोसा सुरुमा राखेर अनि यसलाई चलाउन गइरहेको छु। र यो यसलाई एकछिन यत्तिकै छोड्नेछु। त्यसपछि चाहिँ म यसमा अनि गाजर राख्न गइरहेको छु। अनि गाजरलाई पनि एकछिन अनि चलाउनु पर्छ। यसलाई बिस्तारै एकछिन चलाइसकेपछि यसमा अनि मैले थोरै नुन राखेको छु। अनि नुन सँगसँगै अनि यसमा बेसारलाई पनि राखेको छु। अनि यसलाई एकछिन चलाएर अनि यसलाई एकछिन थोरै हल्का पाक्नको निम्ति अनि एकछिन छोपेर राख्नु पर्छ। एकछिन यो हल्का अनि पाकिसकेपछि म यसमा जिराको धुलो मिक्स मसला राखेर अनि एकछिन चलाउने छु। अब चाहिँ म यसमा 3टा काटेको गोलभेडाहरू राख्दैछु। र यसलाई एकछिन पाक्नको निम्ति अनि छोपेर राख्नेछु र गोलभेडा पनि पाकिसकेको छ। र यो गोलभेडाले चाहिँ छुट्टै खालको स्वाद दिन्छ थुक्पामा। अनि लगभग चाहिँ भेजिटेबलहरू पाकिसकेको छ। अनि यसलाई चाहिँ धेरै पकाउनु हुँदैन, धेरै हल्का पकाएको छु मैले चाहिँ। र यसमा अनि कति आफूलाई झोल चाहिन्छ अनि त्यही अनुसार राख्नुपर्छ। यसलाई छोपेर एकछिन उम्लनको निम्ति राखेको छु। र केही समयपछि यो उम्लिसकेको छ। भेजिटेबल चाहिँ अनि हेर्दै मिठो देखिएको छ। अनि यसमाथि चाहिँ मैले एउटा कागतीको रसलाई राखेको छु। अनि थुक्पा चाहिँ
अमिलो अमिलो भयो भने साह्रै मिठो हुन्छ। हाम्रो थुक्पा चाहिँ अब रेडी भइसकेको छ अनि यसमा चाहिँ म भेजिटेबलहरू माथिबाट अनि राख्दैछु अनि यो चाहिँ निकै अनि स्वादिलो अनि मिठो भएको छ। तपाईलाई हाम्रो च्यानल मन परे लाइक सब्स्क्राइब गरिदिनु होला। अनि यसमा चाहिँ मैले माथिबाट हरियो प्याज धनियाँ राखेँ। हाम्रो थुक्पा चाहिँ रेडी भएको छ।